We have a truly fascinating talk titled Gravity Unbound, the thought experiment that saved the cosmos by Assistant Professor Yogesh Mahajan. He is an Assistant Professor of Amrit Science Campus, Tribhuvan University, with a strong background in general relativity. He has been actively involved in guiding research work in collaboration with other physicists. His academic interests span across black hole, gravitational wave signals, and early universe cosmology. From Newton's falling apple to Einstein's Corby space-time, and all the way to gravitational waves and black holes. This journey through the mysteries of gravity will leave you inspired. He will walk us through the amazing journey of how gravity has been understood through imagination and thought experiment. Yes, and we are very excited to welcome our first speaker without any further delay. Please welcome Yogesh Singh Mahajan sir with a big round of applause. हो यो तपाईहरुले शॉर्ट भिडियो मन पराउनु भयो यसमा के देख्नु भयो तपाईहरुले ब्ल्याक होलको जर्नी देख्नु भएको छ ब्ल्याक होलको सिमुलेसन देखि लिएर लास्टमा ब्ल्याक होलमा नोबेल प्राइज पाउनु भएको पनि देख्नु भएको है भर्खर मलाई इन्ट्रोड्युस गर्नुभयो धन्यवाद मेरो नाम योगेश महाजन डिपार्टमेन्ट अफ फिजिक्स अमृत क्याम्पस मेरो आज टकको टाइटल हो Gravity Unbound, thought experiment that saved the cosmos. As a organizer, physics and the reality लाई धेरै धन्यवाद यो ग्रान्ड सक्सेस गर्नु भएको भएर अनि अर्को कुरा मलाई इन्भिटेसन दिनुभयो यो टकको लागि आइ एम सो ह्यापी हियर अब म बिगिन गर्छु तपाईहरुलाई यो कस्मोसको हिस्ट्रीबाट तपाईहरुलाई आइन्स्टाइनको थट एक्सपेरिमेन्टबाट कसरी उले डेभलप गर्यो भनेर सबै म तपाईहरुलाई देखाउँछु हामी डिस्कसन गरौँ यो कसैले सुन्नु भएको छ यो अकुपार भन्ने कसैले सुन्नु भएको छ यसको स्टोरी कस्मिक टर्टल हो हिन्दू माइथोलोजी चाइनिज माइथोलोजीमा के थियो भन्दाखेरि धेरै वर्ष अगाडि चाहिँ यो अर्थ चाहिँ कहाँ बसेको छ भन्दाखेरि अब कसरी फ्लोट भएको त्यतिखेर त फ्लोट भन्ने कुरा नै थिएन त्यतिखेर के थियो त भन्दाखेरि क्वेसन यो अर्थ चाहिँ पृथ्वी चाहिँ कहाँ छ कहाँ थियो या कसरी बसेको छ ओरिएन्टेड कसरी भएको भन्दाखेरि हात्तीमा बसेको छ है यसमा देखाएको कार्टुन डायग्राममा र ती हात्ती कहाँ छन् भन्दाखेरि कछुवा त्यो कछुवाको नाम चाहिँ त्यही कस्मिक टर्टल हो हैन अनि त्यो कछुवा फेरि कहाँ छ भन्दाखेरि अर्को कछुवाको नाम त्यो अर्को कछुवा कहाँ भन्दाखेरि कछुवा इन्फाइनाइट कछुवा के भनेपछि त्यो पृथ्वी कहाँ छ भन्दाखेरि कछुवाको ढाडमा रहेछ कि भनेपछि पृथ्वी चाहिँ त्यतिखेर लजिकल माइन्डले सोलुसन दिन नसकेपछि कस्तो भन्दाखेरि माइथोलोजिकल्ली सोलुसन के थियो भन्दाखेरि त्यतिखेर चाहिँ पृथ्वी चाहिँ फ्लोट भइरहेको होइन रहेछ कछुवाको ढाडमा बसेको रहेछ बिस्तारै यो आर्किमिडिज द बिलिभर यो थाहा छ सुन्नु भएको छ है आर्किमिडिजले के आर्गुमेन्ट लिभरको कन्सेप्ट पहिलो दिने व्यक्ति नै आर्किमिडिज नै हो सो आर्किमिडिजले कस्तो खालको कन्सेप्ट उसले लिएर आयो भन्दाखेरि यसमा देखायो उनलाई चाहिँ एउटा लिभर यति लामो दियो कि जसले गर्दाखेरि फर्कम पनि राखेर पृथ्वीलाई चाहिँ उसले चाहिँ अहिले रहेको पोजिसनबाट चाहिँ अर्को पोजिसनमा मुभ गर्न सक्छ
पृथ्वीलाई नै मुभ गर्ने के फल्क्रम यति लामो डिस्टेन्स राख्ने जसले गर्दाखेरि के हुन्छ लिभर राख्ने र फल्क्रम राखेर चाहिँ पृथ्वीलाई नै मुभ गर्छ इमेजिनेटिभ पावर चाहिँ त्यतिखेर पनि आर्किमिडीले त्यसरी पृथ्वीलाई नै मुभ गर्छ अघिसम्म चाहिँ टर्टलको माथि थियो घाटको माथि होइन अहिले के छ फल्क्रम राखेर लिभरले नै मुभ गराउँछ नेक्स्ट अर्को छ न्युटनको फेरि एउटा अर्को आर्गुमेन्ट छ क्यानन बल यो पनि सुन्नु भएको होला पक्कै कतै कतै न्युटनले के इमेजिन गर्यो भन्दाखेरि यसरी कुनै एउटा चाहिँ माउन्टेनमा माथि बस्ने ढुङ्गा फाल्ने सर्टेन भेलोसिटीमा फाल्यो भने डिई ऊ आफ्नै उसको ओरिजिनल प्रिन्सिपियाको फोटो हो अनि यो ढुङ्गा फाल्यो भने सर्टेन भेलोसिटीमा फाल्दाखेरि डीमा ल्यान्ड होला अर्कोमा ईमा ल्यान्ड होला एफमा ल्यान्ड होला हरेक भेलोसिटी बढ्दै गयो भने यसरी भेलोसिटी बढ्दै गयो भने त्यो ढुङ्गा आफैमा के हुन्छ त सेटेलाइटको रूपमा बस्छ भनेपछि त्यतिखेर नै त्यस्तो खालको कन्सेप्ट उसले एउटा ल्याइसकेको थियो त्यतिखेर स्केप भेलोसिटी भन्ने कन्सेप्ट थिएन सो त्यतिखेर चाहिँ यसरी सोच्यो सो बिस्तारै डेभलप हुन थाल्यो हेर्नुहोस् है आइडियाहरू बिस्तारै डेभलप हुन थालिरहेछ कि कस्तो भन्दाखेरि पृथ्वीसँग रिलेटेड भएका कुराहरू इन्ट्रेक्सन भएका कुराहरू ठ्याक्कै ती शब्दमा नआए पनि यसरी चाहिँ पिक्टोरिकल्ली चाहिँ डेभलप हुन थालेको छ नेक्स्ट छ ग्राभिटी रिभिल्स द इनभिजिबल कसरी गर्यो भन्दाखेरि नेक्स्ट स्लाइडमा यसमा चाहिँ यो साह्रै राम्रो र साह्रै नै यो के भन्छ पहिलो म्याथमेटिकल्ली फर्मुला युज गरेर नेप्चुन चाहिँ डिस्कभर भएको फर्स्ट योभन्दा अगाडि जति पनि डिस्कभर भएको थियो यो देखियो मर्करी देखियो भेनस देखियो सबै अप्टिकल टेलिस्कोपले देखियो नेप्चुन चाहिँ त्यतिखेर चाहिँ म्याथमेटिकल फर्मुला युज गर्दाखेरि नेप्चुन चाहिँ ठ्याक्कै देखियो किनभने युरेनसको चाहिँ त्यो अर्बिटल भेलोसिटीमा अलिकति पट अफ देखियो के कारणले देखियो भन्दाखेरि म्याथमेटिक्स गर्दाखेरि चाहिँ नेप्चुनको कारणले गर्दाखेरि देखियो भनेर चाहिँ पत्ता लगायो पछि चाहिँ अप्टिकल टेलिस्कोपले सेकेन्ड पहिला म्याथमेटिकली पत्ता लगायो त्यहाँ एउटा मास छ है इन्भिजिबल ठाउँमा चाहिँ त्यहाँ डार्क स्पेसमा एउटा छ कुनै मास त्यसबाट चाहिँ के भयो त त्यहाँ चाहिँ युरेनसको चाहिँ अर्बिटमा चाहिँ डिस्टर्ब गरिरहेको छ त्यो भनेको नेप्चुनले चाहिँ नेप्चुन पत्ता लगायो सो म्याथमेटिकलको पावर चाहिँ बिस्तारै देखियो अर्को अब केप्लरियन डिक्लाइन हेर्नुहोस् है यो त केप्लरियन भर्खर हेऱ्यौँ हामीले केप्लरियन फर्मुलाबाट हामीले हेरेकोबाट के देखिन्छ भन्दाखेरि त्यो नेप्चुन डिस्कभर भयो अब त्यही फर्मुला यदि युज गर्यौँ भने ग्यालेक्सी लेभलमा युज गर्यो भने के हुन्छ त हेरौँ केप्लरियनले यहाँ यो ग्राफ पनि राम्रो भिजिबल छ क्या केप्लरियनले के गर्छ भन्दाखेरि फर्मुला युज गर्यो भने यो यस्तो खाले यो के हुन्छ एक्सपोनेन्शियली डिके भएको देखिन्छ तर अब्जर्भ गर्दाखेरि चाहिँ यो ब्ल्याक सोलिड लाइन देखिन्छ त्यो डिस्क्रिपेन्सी भयो अघिसम्म चाहिँ नेप्चुन डिस्कभर भयो त्यो फर्मुलाबाट फेरि त्यही चिज चाहिँ अर्को ठाउँमा युज गर्दाखेरि चाहिँ केप्लरियन चाहिँ फेल भयो अब्जर्भ चाहिँ अर्को भयो त्यो कहाँ देखियो नेक्स्ट स्लाइडमा यहाँ के देखियो ग्यालेक्सीको सेन्टरबाट चाहिँ ग्यालेक्सीको परसम्म उसको आर्मसम्म हेऱ्यौँ भने त्यसको रेडियल भेलोसिटी मेजर गर्यौँ भने चाहिँ क्यालकुलेटेड भनेको रातको लाइन चाहिँ केप्लरियन भयो मेजर जुन अब्जर्भ चाहिँ देखिने चाहिँ व्हाइट लाइन भयो त्यो चाहिँ देखियो डिस्क्रिपेन्सी देखियो केप्लरियनको आइडियाबाट युज गरेर नेप्चुन पत्ता लगाएकोले चाहिँ यता चाहिँ डिस्क्रिपेन्सी भनेपछि यी डिस्क्रिपेन्सीहरूलाई हटाउन केही न केही आइडियाहरू केही न केही कमी गरेको रहेछ पक्कै पनि हेर्नुहोस् है सबै चिजमा फिट भएन आइडियाहरू होइन पृथ्वी फ्लोट हुनु पर्यो होइन धेरै भिलेज अफ इयरदेखि नै फ्लोट भइरहेछ अहिले पनि फ्लोट भइरहेछ त्यो आइडिया पनि चाहियो न्युटनको जस्तो फङ्सनको आइडिया पनि मिल्नु पर्यो केप्लरको आइडिया पनि मिल्नु पर्यो यहाँ पनि मिल्नु पर्यो यो आइडिया सबैलाई समुद्रमा लिएर आउनलाई चाहिँ धेरै मान्छेहरूले मिहिनेत गरे ती मध्ये अब सेलिब्रिटी भनौँ न सेलिब्रिटीको हिसाबमा चाहिँ आइन्स्टाइनको नाम अगाडि आउँछ म त्यही जर्नी चाहिँ म स्टार्ट गर्छु ग्राभिटी अनबाउन्ड स्टोरी विथ द थर्ड पर्सन इन्ट्रेस्टिङ स्टोरी छ एकदमै इन्ट्रेस्टिङ स्टोरी के भन्दाखेरि ग्राभिटी त धेरै अगाडिदेखि नै थाहा थियो इभन हिन्दुइजममादेखि लिएर हामी ताओजीमा पनि हेऱ्यौँ भने ग्राभिटीको बारेमा राम्रो राम्रो के हुन्छ लेखेको भेटिन्छ तर ग्राभिटीलाई फर्मलाइज गरेर भिजुलाइज गरेर हेर्ने र क्यालकुलेसनबाट
टेबलमा बसेर पेपरमा लेखेको चाहिँ ब्रह्माण्डमा त्यही भेटिने भनेपछि त्यो लेभलको एक्युरेसी म्याथ चाहिँ कसरी डेभलप गर्यो त्यसको बारेमा स्टोरी हामी हेर्न गइरहेछौँ। यो फिगर कसैले हेर्नु भएको छ? योभन्दा अगाडि याद छ? यो सनफ्लावर है के हो थाहा छ? थाहा हो, इक्लिप्स। 1919 को सर आर्थर एडिङटनले चाहिँ खिचेको फोटो, इक्लिप्सको फोटो हो। अब यहाँ देखिन्न, साइडमा माथि कर्नर लेजर छ। यहाँनिर चाहिँ गरिएको छ। अब यो यहाँनिर चाहिँ के हुन्छ, स्टार चाहिँ यसको चाहिँ एपरेन्ट डिस्टेन्स चाहिँ के हुन्छ, चेन्ज भएको देखिन्छ सोलर। सो यो दिनदेखि चाहिँ के भयो त भन्दाखेरि आइन्स्टाइन चाहिँ एज के हो त सेलिब्रेटी भएको। यो दिनपछि यो जब चाहिँ रोयल एस्ट्रोनोमिकल सोसाइटीमा देखाइसकेपछि यो फिगरले आइन्स्टाइन रातारात नै के हो सेलिब्रेटी फिजिसिस्ट भयो। के भयो त्यसपछि हामी स्टोरीबाट नै हामी बुझ्छौँ। नेक्स्ट यही छ, द म्यान हु मेड आइन्स्टाइन वर्ल्ड फेमस। यही हो सर आर्थर एडिङटन। छैन आइन्स्टाइन हिमसेल्फ भइहाल्यो। त्यसपछि चाहिँ के गर्यो भन्दाखेरि यो उहाँहरू दुवैले नोबेल प्राइज पाउनु भयो, तर हुन त जिआरबाट जेनरल रिलेटिभिटीबाट आइन्स्टाइनले पाउनु भएन। यता चाहिँ के हुन्छ, त्यो भर्खरको देखाएकोबाट चाहिँ आर्थर एडिङटनले चाहिँ नोबेल प्राइज पाउनु भयो। अब नेक्स्टमा जाउँ। यसमा त इन्ट्रेस्टिङ के थियो भन्दाखेरि जब एडिङटन चाहिँ फर्केर त्यही इक्लिप्सको फोटो खिचेर फर्केर त्यहाँ चाहिँ के भन्छ रोयल सोसाइटी एस्ट्रोनोमीमा यसरी इन्टरभ्यू दिँदाखेरि चाहिँ एउटा क्वेसन सोधियो, संसारमा यो जेनरल रिलेटिभिटी ग्राभिटी बुझ्ने 3 जना मात्र रहेछन् भनेर थाहा पायो। को 3 जना हो त भनेर भन्दाखेरि यहाँ मैले रेड लाइनमा देखाइरहेको छ, आफूले भनेको आई एम ट्राइङ टु थिङ्क हु द थर्ड पर्सन इज। हैन भनेपछि आइन्स्टाइन हिमसेल्फ भयो, मैले बुझेँ हु द थर्ड पर्सन। त्यतिखेर उसलाई यति कन्फिडेन्स थियो कि 2 जना संसारमा 2 जना बाहेक चाहिँ थर्ड पर्सन कोही पनि थिएन कि जिआर बुझ्ने त्यो लेभलको कोही पनि थिएन 1919 सम्म। सो के त्यो साँच्चै थियो र ग्राभिटीलाई बुझेकै थिएन र त्यो बारे हामी बिस्तारै हेर्छौँ। यो कार्ल स्वार्ट्जन 1916 मा फर्स्ट वर्ल्ड वारमा वारकै टाइममा नो म्यान्स ल्यान्डमा बसेर म्याथ सल्भ गरेर चाहिँ फर्स्ट इक्वेसन आइन्स्टाइनको इक्वेसन सल्भ गर्ने मान्छे कार्ल स्वार्ट्जन। भनेपछि 1919 भन्दा अगाडि नै यसले सल्भ गरिसक्यो। नेक्स्ट यो आइन्स्टाइनको त्यतिखेरको एग्रिमेन्टले 1913 मा के भन्छ ग्रोसम्यानसँग मिलेर अर्को फेमस पेपर निकालिसकेको थियो। त्यो भनेको यो मर्करी किन प्रेसियस हुन्छ भन्ने पेपर चाहिँ उनीहरू मिलेर गरिसकेको थियो 1913 मा। पछि त्यतिको लेभलले जिआर निस्केको थियो। सो नेक्स्ट यो डेभिड हिल्बर्टले त अझ के हो त भन्दाखेरि क्रेजी म्याथमेटिसियन, जसले त अझ के हो त भन्दाखेरि आइन्स्टाइनले यसरी पब्लिक लेक्चर दिइरहेको बुझेर त्यही नोट गर्दै गरेर आइन्स्टाइनले चाहिँ 1916 को डिसेम्बरमा कुन डेट होला मैले बिर्सेँ याद थियो, त्यो डेटमा पब्लिस गरेको। त्यसको 5 दिन अगाडि नै डेभिड हिल्बर्टले अर्कै तरिकाले जेनरल थ्योरी अफ रिलेटिभिटी पब्लिस गरेछ। सो यहाँ के कुरा बुझिन्छ भन्दाखेरि सर आर्थर एडिङटनले एक्सपेरिमेन्टली भेरिफाई चाहिँ गर्नेमा पहिलो व्यक्ति भयो। तर म्याथमेटिकल्ली बुझ्ने चाहिँ 3 जना मैले देखाएँ, त्योभन्दा अरू पनि छन् होइन। यो मिन्कोस्की भन्नेहरू अरू पनि थिए धेरै नै, तर यी चाहिँ 3 जना चाहिँ एकदमै सिग्निफिकेन्टली के हुन्छ कन्ट्रिब्युटर भएकोले गर्दाखेरि मैले यहाँ। नेक्स्ट अब हामी चाहिँ के हो त भन्दाखेरि साँच्चै 3 त भएन, चौथो पाँचौँ छैठौँ चाहिँ कतिजना हुन सक्छ त्यो ग्राभिटीलाई बुझ्ने भनेर। अब मैले चाहिँ के गर्छु भन्दाखेरि यही चिज चाहिँ थर्ड एक्सपेरिमेन्टको थ्रुबाट म तपाईँहरूलाई देखाउँछु। हामी थर्ड एक्सपेरिमेन्ट यही गर्छौँ, भिजुलाइज गर्छौँ। त्यो थर्ड एक्सपेरिमेन्टबाट के गर्छौँ भन्दाखेरि आइन्स्टाइनको सोचाइ उसको दिमागमा त्यतिखेर कस्तो खालको आएको थियो क्वेसनहरू
त्यसले कसरी के सल्भ गरे त्यो हामी एक्सपेरिमेन्ट यही गर्छौँ। पहिलो एक्सपेरिमेन्ट, what will happen if someone drops bowling ball and feeder from height simultaneously? हैन, यो bowling ball र के हुन्छ फर्स्ट चाहिँ सबै खसाल्ने। अब यहाँ एयर छ छैन हैन कि यो त हाइपोथेटिकल एक्सपेरिमेन्ट हो। यो धेरै हाइटबाट त्यो खसाले bowling ball र यो के हुन्छ त यो दुवै खसाले सँगै खसाले के हुन्छ? सिम्पल क्वेशन हो। नेक्स्ट जाउँ। नेक्स्टमा चाहिँ के हुन्छ दुईजना छ नि डियर डेभिल हैन, यो प्रोजेक्टरले गर्दाखेरि अलि राम्रो देखिन। What will happen if two deer devils jumps parallelly and with same time from same space towards earth simultaneously? दुवैजना सँगै के प्यारलली खस्छ के होला तिनीहरु के देखिला? अर्को क्वेशन। Similarly, what will happen if someone drops big circle and big square from height from space towards earth simultaneously? यसरी नै यो स्क्वायर भयो यता डायमन्ड शेपको भयो, यो दुवैलाई खसाल्ने। त्यो शेपलाई खसाल्यो भने अपतिर खसाल्यो भने तिनीहरुले कस्तो बिहेभ गर्छ? नेक्स्ट क्वेशन। अब यहाँ के नै देखिन है, सरी त्यसको लागि। अर्को चाहिँ यो खासमा चाहिँ यो मैले ब्रान्ड ग्रीनको एउटा प्रोग्रामबाट पनि लिएको थिएँ। यो के हो त भन्दाखेरि लिकी वाटर बोतल भनेर चाहिँ यो वाटर बोतल हो। यो वाटर बोतल चाहिँ कस्तो भन्दाखेरि पानी चाहिँ यसरी यहाँबाट आइरहेको छ दुवैतिर। फेरि ब्रान्ड ग्रीनले चाहिँ एउटा मात्र देखाइरहेको थियो, मैले चाहिँ यहाँ चाहिँ दुईटा बोतल देखाइरहेको छु। दुईटा यसरी लिकी बोतलहरू चाहिँ के हो त दुवै चाहिँ सँगै प्यारलली नै खस्ने। अब के हो? नेक्स्ट क्वेशन। अब यहाँ चाहिँ के हो? सेम यही पृथ्वी भयो। Two ends meet after some time if it moves parallel to each other on big ball. यसरी प्यारलली मुभ गर्यो भने चाहिँ यिनीहरु मिट हुन्छ। यो लगभग तपाईहरुलाई यसको सबै एन्सर तपाईहरुलाई थाहा छ। अलमोस्ट अल तपाईहरुलाई थाहा छ, हेरौँ होला। सो यसैसँग हामी रिलेटेड भएर हामी थर्ड एक्सपेरिमेन्ट नै गर्छौँ। What will happen to Earth when suddenly sun vanishes from this present position? यो सन चाहिँ यहाँबाट भ्यानिस भयो भने के हुन्छ भन्न खोजेको चाहिँ जस्तै रामायणमा हनुमान चाहिँ सारे चकचके हनुमान आएर क्वाक्क खाइदिन्छ नि हैन, उडेर बच्चा बेला उडेर गएर यो सनलाई चाहिँ क्वाक्क खाइदिन्छ। अब त्यसमा त देखाइरहेको थियो के भन्दाखेरि हामीले हेर्यो या तपाईहरुले हेर्नु भएको छ कि छैन, हामी त बच्चा बेला हेरेको थियौँ। त्यसमा चाहिँ के हुन्छ कालो हुन्छ भनेर अँध्यारो भयो सबै चिजहरु। अनि हनुमानलाई चाहिँ के हो त गएर सबैले न यस्तो नगर्नु, हामी त यो सबैजना यहाँको प्राणीहरु मर्छन् भनेर भनिसकेपछि त फेरि हनुमानले यही ठाउँमा चाहिँ सनलाई छोड्दिन्छ। सो सेम यहाँ चाहिँ हनुमान आएर यसलाई भन्छ हनुमान आएर यो सन खाइदियो भने अब के हुन्छ यो इभेन्चुअली सेम। नेक्स्ट क्वेशन, what will happen to Earth when sun turns to black hole? यदि सन ब्ल्याक होलमा त बन्दैन, तर ब्ल्याक होलमा कन्भर्ट भयो भने चाहिँ के हुन्छ त? यो कुरा हामी सातवटा चाहिँ हाम्रो थर्ड एक्सपेरिमेन्टबाट हामी यो आज चाहिँ ग्राभिटीको यात्रामा छ, जुन चाहिँ आइन्स्टाइनको सेम यो त सबै आइन्स्टाइनको थर्ड एक्सपेरिमेन्ट छ हैन, कुनै यसमा थर्ड एक्सपेरिमेन्टमा जोडिन्छ। तर यसलाई हामीले नै मोडिफाई गर्यो यहाँ बुझ्नको लागि। सो यसको एन्सर अलमोस्ट अललाई आइरा होला, खुल्दुली होला। यसको एन्सर के होला? एक्सपेरिमेन्ट नम्बर 1 मा के होला, एक्सपेरिमेन्ट नम्बर 2 मा के होला, 3 मा के होला हैन। सो अब यसको लागि हामी एन्सर रिभिल गरौँ। एन्सर बुझ्नु भन्दा अगाडि फर्स्ट ल अफ कार्टुन जहिले नि हामीलाई थाहा छ टम एन्ड जेरीमा के हुन्छ टम र जेरी कुनै हुन्छ र त्यो मुसा चाहिँ सारे चलाके। जेरी किन चला? जेरी चाहिँ त्यो त्यहाँबाट प्लानबाट चाहिँ भागिसकेको हुन्छ र टम त्यसको पछाडि कुदिरहेको हुन्छ र जेरीले भन्छ नि तल त केही पनि छैन, हावा मात्रै छ भने तल हेर्ने बित्तिकै त्यो चाहिँ के हुन्छ टम चाहिँ खस्छ, जेरी चाहिँ खस्दैन। सो यसको अर्थ के हो त? अब फिजिक्स त मिल्दैन किन? कार्टुनमा फिजिक्सकै कस्तो खालको नमिल्ने। हावामा हेर्न चाहिँ सकिने, तल भुइँमा हेर्ने बित्तिकै खस्ने भनेपछि के रहेछ त भन्दाखेरि ग्राभिटी डजन्ट वर्क अन्टिल यु लुक डाउन हैन। यो कार्टुन फिजिक्स भनेको यही रहेछ कि त्यो टर्मले चाहिँ तल नहेरिन्जेलसम्म चाहिँ खस्दैन। सो यहाँ बिग लेसन छ के? किन बिग लेसन छ भन्दाखेरि
आइन्स्टाइनको तपाईहरुले एलिभेटर एक्सपेरिमेन्ट थर्ड एक्सपेरिमेन्ट सुन्नु भएको छ नि एलिभेटर चाहिँ स्पेसमा एलिभेटर छ भने त्यो एलिभेटर चाहिँ 9.8 मिटर पर सेकेन्ड स्क्वायरले एलिभेटर चाहिँ मुभ भइराछ भनेपछि त्यहाँ भित्र बसेको एलिभेटरमा बसेको मान्छेले कस्तो खालको एक्सपिरियन्स गर्छ सेम अर्थमै बसेको जस्तो फिल गर्छ किन 9.8 मिटर पर सेकेन्ड स्क्वायरले के हो एक्सेलरेट गरिरहेछ नि त हाम्रो पनि एक्सेलरेसन कति छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर सो यदि लिफ्ट चाहिँ खस्यो फ्री फल गर्यो भित्रको लिफ्ट भित्र भएको मान्छेले के उले एक्सपिरियन्स गर्छ वेटलेस फिल गर्छ सो यो हेर्दाखेरि कार्टुन फिस जस्तो देखिन्छ त्यसमा डिप मिनिङ छ त्यही नै हो योबाट सबै आइन्छ टेम्पोररी ग्राभिटी इज स्विच अफ ग्राभिटी नै स्विच अफ हुँदैछ भनेपछि के हो त यो कार्टुन फिजिक्समा देखाएको जस्तै ग्राभिटी स्विच अफ भएको रहेछ ग्राभिटी छ तर उसले अनुभव नै गर्दैन सो यो लजिकलाई हामी लिएर सबै थर्ड एक्सपेरिमेन्टको हामी एन्सर रिभिल गर्छौँ फर्स्ट एक्सपेरिमेन्टको एन्सर नेक्स्ट स्लाइड यसलाई हामीले खसाल्यौँ फेरि टाढाबाट हाइटबाट खसाल्यौँ तर साइमल्टेनियसली खसाल्यौँ यो त ग्यालिलियोको एक्सपेरिमेन्ट हो भने अलि मोडिफाई मात्रै गर्नु के हुन्छ यसको सेम के हुन्छ सेम टाइममा खस्नै पर्छ हो केही फरकै छैन सेम टाइममा खस्ने तर एउटा कुरा चाहिँ फरक छ के होला सेम टाइममा ग्यालिलियोदेखि आजको दिनसम्म केही पनि चेन्ज भएको छैन भोलि पनि चेन्ज हुँदैन के होला के चिज चाहिँ यसमा अलिकति फरक छ एन्सर चाहिँ के भन्दाखेरि अब यहाँ लेजर छैन साह्रै यो अर्थको सेन्टर भयो नि त होइन यहाँ थियो यहाँ खसेर यो अर्थको सेन्टरमै आउनुपर्छ यो पनि यताबाट अर्थको सेन्टरमै आउनुपर्छ हो कि हो बुझ्नु भएको छ सबै चिजहरू के हो अर्थको सेन्टरमै आउनुपर्छ किन जताबाट खसाले पनि यो बलिङ बललाई एकातिर राखे पनि खस्न त यतै खस्ने हो फ्री फल भएर तर कहाँ जानुपर्छ सेन्टरमै आउनुपर्छ यता भए पनि सेन्टरमै आउनुपर्छ सो दुबै राखेको कारण चाहिँ यसको एउटा लजिक छ बुझाउनु पर्ने त्यही भएर मात्र मैले दुबैलाई सँगै राखेको सँगै खस्यो ग्यालिलियोको प्रुफ भयो तर सेन्टरमा आउँछ के भयो यसरी सेप चेन्ज भएर के हुन्छ तल खस्यो नेक्स्ट सेम यसमा पनि के हो यो दुबै अब्जेक्टहरू यी दुबै अब्जेक्टहरू के हुनु पर्यो सेन्टरमै खस्नुपर्छ तर यसमा चाहिँ अलिक फरक भएर खस्छ के भयो त हेर्नुहोस् है सर्कल चाहिँ इलिप्टिकल सेप भयो यो स्क्वायरलाई डायमन्ड भन्दा पर्फेक्टली डायमन्ड सेप भएर सेन्टर अब यो किन यस्तो भयो अघिसम्म थिएन ल ब्याक आउँछ ब्याक फेरि नेक्स्ट यो सेन्टरमै खस्ने तर सेप चाहिँ चेन्ज बिग्रियो अघि चाहिँ बलिङ बल र फिडरमा चाहिँ सेन्टरमै खस्ने हो सँगै खस्ने ओके यसमा पनि त्यही नै हुन्छ तर यसमा चाहिँ सेप डिस्टोर्ट भयो के हो टाइडल है त्यो भेग मोड भयो किन भयो सजिलो तरिकाले टाइडल भनेको चाहिँ भेग मोड हो कि कस्तो हो ल यहाँ म देखाउँछु यहाँ लेजर नभएर साढे 12 यो पोइन्टले के गर्छ प्रिफर गर्दाखेरि यो पोइन्ट पनि सेन्टरमै जानुपर्छ यो पोइन्ट पनि कहाँ जानुपर्छ सेन्टरमै जानुपर्छ यो पोइन्ट पनि कहाँ जानुपर्छ सेन्टरमै आउनुपर्छ त्यो माथिको पोइन्ट पनि कहाँ आउनुपर्छ सेन्टरमै आउनुपर्छ हेर्नुहोस् है भनेपछि के देखियो यो पोइन्ट पनि सेन्टरमा आउने यो पोइन्ट पनि सेन्टरमा आउँदाखेरि के भयो न्यारो डाउन भएन सेप चेन्ज भएन बुझ्नुभयो नि होइन सबैलाई जी बराबर नै हो तर के भयो खसेकोबाट सबै सेन्टरमै आउनु पर्यो नि त यताको भित्ता पनि सेन्टरमै जानु पर्ने त्यो भित्ता पनि सेन्टरमै जानु पर्ने भनेपछि के हुनु पर्यो अब बिस्तारै त्यसको के हो डाइमेन्सन चेन्ज हुनु पर्यो नि त हो किन बुझ्नुभयो सो यो अझ राम्रो बुझ्यो के भन्दाखेरि यसमा पनि यो सेन्टरतिर ल्यायो यो पनि सेन्टर अघिसम्म ग्यालिलियोको एक्सपेरिमेन्टबाट के थियो भन्दाखेरि सेम टाइममै खस्ने तर यो एक्सपेरिमेन्टबाट के बुझ्यो भन्दाखेरि दुईटा अब्जेक्टको चाहिँ सेपै चेन्ज हुन्छ
सेन्टरमा आउनलाई सेप चेन्ज हुनुपर्छ भन्ने नजिकै बुझेन हुन्छ। म नेक्स्टमा स्लाइड अझै छ हामी आउँछौँ अनि त्यो अर्को सेसनमा हामी क्वेसन आन्सर फेरि गर्छौँ। अब यो लिक्विड बोतल चाहिँ यसरी यो खसाल्यो भने यो लिक्विड बोतल छ यहाँबाट पानी आइरहेको छ उताबाट त्यो पानी सेम टाइममा खसाल्यो भने के हुन्छ यो दुवै सेन्टरमै जानुपर्छ तर एउटा मात्र इफेक्ट के हुन्छ भन्दाखेरि त्यो पानीले चाहिँ के हुन्छ पानी आउन छोड्छ। अब यहाँ देखिन्न अब कस्तो अप्ठ्यारो छ कारण किन भन्दाखेरि ग्राभिटी उसले फिल गर्दैन वेटलेस भएको कारणले गर्दाखेरि चाहिँ के हुन्छ पानी आउन छोड्छ र सेम टाइममा यो खस्ने भयो तर उसले चाहिँ फिल गर्दैन। नेक्स्ट एक्सपेरिमेन्ट यो सबै यहाँसम्म इन ह्युमन कन्डिसन अब्जर्भर फ्री कन्डिसन अब्जर्भर हामी फिजिक्सका विद्यार्थीहरू छौँ होइन। अब्जर्भर भएको र अब्जर्भर नभएको कन्डिसनमा धेरै चिजहरू फरक छ। अब चाहिँ अब्जर्भर आफै खसिरहेको छ यो दुवै प्यारलली एक आपसबाट चाहिँ सँगै एउटा कन्स्ट्यान्ट डिस्टेन्सबाट लिएर चाहिँ खस्यो होइन या फ्री फल भयो। फ्री फल गर्दाखेरि हामीले थाहा पाइसकेका छौँ कि यो यही सेन्टरमा जानुपर्छ यो पनि यही सेन्टरमा। मान्छे मागिँदैन होला है हजुर मागिँदैन होला मान्छे मागिन्छ हो हामी पुरा ठिक छ गुड एकदमै बेस्ट यो एन्सर आउँछ। यही भएर त यो यत्रो धेरै फट एक्सपेरिमेन्ट मैले देखाएको हुन्छ यो यहाँ यो पनि यहाँ नजिकै हो। अब तर एउटा चिज चाहिँ आश्चर्य यसमा के देखिन्छ भन्दाखेरि एन्सर त्यही नै हो। गरौँ त नेक्स्ट स्लाइड हो त्यही नै खस्छ तर अघिसम्म अब्जर्भर बाहिर थियो किन भन्दा सेप डिस्टोर्डको बाहिर हामीले बाहिर हेरेर त्यसको सेप चाहिँ त्यो भित्ताहरू चाहिँ नजिक आयो। अब त्यो भित्तामा ए भन्ने मान्छे त्यो भित्तामा बी भन्ने मान्छे तिनीहरूलाई थाहा छैन कहाँ खसिरहेको छ थाहा छैन मुभ भइरहेको कि यो अर्थै माथि आइरहेको उनीहरूलाई थाहा छैन तर उनीहरूले के कन्क्लुजन गर्छ भन्दाखेरि एले बीको मान्छे मसँग किन टाँसिन आएको बीले भन्छ म एलाई मसँग किन टाँसिन आएको भनेर भन्छ। भनेपछि के रहेछ अब्जर्भर चाहिँ त्यसैको रिलेटिभमै खस्यो भने अब्जर्भर आफैले ए मलाई किन मेरोमा टाँसिन आयो। जस्तै तपाईँहरूले बाइक चलाउनु भएको छ साइकल चलाउनु भएको छ भने कहिले सिधा बाटोमा यस्तो खाल्डो जस्तो आयो भने नजिक गइरहेको साइकल या बाइक छ भने उसैमा तपाईँ टाँसिन गएको जस्तो फिल हुन्छ तर आखिर त्यो टाँसिन गएको होइन त्यो कर्वेचर अफ दि रोडले गर्दाखेरि तपाईँ जानु चाहिँ सिधै जानु भएको हो तर त्यो स्पिड बढाएर पनि होइन घटाएर पनि होइन त्यो बाटोले गर्दाखेरि तपाईँ त्यहाँ चाहिँ टाँसिन गएको भनेपछि के भयो यो त के हो के कन्क्लुजन हुन थाल्यो उसले बिस्तारै बुझ्न थाल्यो ए म फ्री फ्लोर भएर पनि मैले चाहिँ एउटा नयाँ चिज एक्सपिरियन्स गरिरहेको छु त्यो बी भन्ने मान्छे मसँग टाँसिन आइरहेछ या अथवा ए भन्ने मान्छे मसँग टाँसिन आइरहेछ त्यो नयाँ किसिमको फिजिक्स डेभलप भयो। त्यो चाहिँ के रहेछ के डेभलप भयो फ्री फल त हो तर के डेभलप भयो फ्री फल भए पनि कर्वेचर रहेछ क्या है या स्पेस टाइपको कर्व रहेछ जसले गर्दा अघि बाटोमा सिधा जान्छ भने पनि बाटो नै कर्व थियो त्यही भएर ऊ त्यहाँ खस्यो नि त होइन सेम त्यस्तो नै भइरहेको छ। नेक्स्ट स्लाइडमा चाहिँ अब यो पनि एन्ड पनि यो अब यो त एकदमै सिम्पल क्वेसन होइन योलाई चाहिँ यो र यसको प्यारल लाइन भनेपछि के हो युक्लिडको फिफ्थ ल है प्यारल लाइन दुईटा प्यारल लाइनहरू कालान्तरसम्म प्यारल लाइन नै हुन्छ भनेपछि दुईटा प्यारल लाइनमा यो पोजिसन र यो पोजिसनबाट चाहिँ हिँडायो भने यिनीहरू त मिट नहुनु पर्ने हो के भन्दाखेरि दुईटा प्यारल लाइनको बिचमा एउटा स्ट्रेट लाइन बनायो भने कति एङ्गल बन्छ इन्टरनल एङ्गल 180 हुनुपर्छ 90 डिग्री बन्छ किन दुईटा एङ्गल त धेरै कालान्तरसम्म पनि त्यस्तै बन्छ तर यो ज्योमेट्रीमा त्यो गर्यौं भने यो इभेन्चुअली के हुन्छ त्यसलाई भन्नुहोस् त इभेन्चुअली यो मिट हुन्छ भनेपछि के रहेछ त भन्दाखेरि कर्वेचरले गर्दाखेरि पनि नेचर अफ द स्पेसले गर्दाखेरि पनि यो जोडिन आउँदो रहेछ। अघि यो भन्दा अगाडि ती दुईजना मान्छेहरू ए र बी ले के गर्यो भन्दाखेरि फिल गर्यो उ त मसँग टाँसिन आयो म पनि उसको टाँसिन गयो के कारण टाँसियो यहाँ चाहिँ के देख्यो भन्दाखेरि अब यो के हुन्छ फर्मुला हिँड्यो यताबाट पनि हिँड्यो तर मिट भयो प्यारल लाइनमै हिँडेको हो तर मिट भयो भनेपछि के हुन्छ एक अर्कासँग परिपूरक भयो कन्सेप्ट भन्छ है।
अब नेक्स्टमा यसमा के देखाउन खोजेको भन्दाखेरि यो भेक्टर र यो भेक्टरलाई यो एन्डको ढाडामा चाहिँ यो भेक्टर राख्ने, यो एन्डको ढाडामा चाहिँ अर्को भेक्टर राख्ने। सो एक आपसमा चाहिँ आफ्नो ढाडमा चाहिँ परपेन्डिकुलर राखेर चाहिँ अब हिँड्न लगाउने 90 डिग्री, यो चाहिँ यो 90 डिग्री। सो यो 90 डिग्री यहाँ भेटिन्छ 100%। अघि हामीले बुझिसकेको छ। सो यो भेक्टर माथि गएर नेक्स्ट गरौँ, भेट्यो। तर यो एन्सर यति चाहिँ होइन, भेटिन्छ तर नेक्स्ट गरौँ। यिनीहरूको बिचमा चाहिँ एउटा एङ्गल गर्नु। यो एङ्गलले मात्र थाहा हुन्छ, पछि तपाईँहरूले प्यारलल ट्रान्सफर भन्ने जिआर पढ्नुभयो भने थाहा हुन्छ। यो यसको नाम चाहिँ प्यारलल ट्रान्सफर हो। यो एउटा के थाहा पायो भन्दाखेरि भेटिन्छ भेटिने, तर के हुन्छ फरक एङ्गल भएर भेटिन्छ। त्यो एङ्गल पोजिटिभ भयो भने पोजिटिभ युक्लिड ज्योमेट्री, त्यो एङ्गल नेगेटिभ आयो भने नेगेटिभ युक्लिड ज्योमेट्री। तपाईँहरूले पेनरोज स्टेयरकेस भनेर सुन्नु भएको छ, इन्सेप्सन हेर्नु भएको छ, इन्सेप्सन हेर्नु भएको छ है। डक्टर स्ट्रेन्ज हेर्नु भएको छ, हेर्नु भएको छ। डक्टर स्ट्रेन्जमा के हुन्छ, न्युयोर्कमा बसेको हुन्छ, त्यो यस्तो पोर्ट भएर फेरि न्युयोर्कमै त्यसको आफ्नो टाउकोमाथि अर्को न्युयोर्क आउँछ नि होइन। अथवा त्यो इन्सेप्सनमा हेर्नु भएको भए इन्सेप्सनमा पनि के हुन्छ, हिँडेको छ भरेबाट हिँडेको छ त्यही हुन्छ। त्यसलाई भन्छ मोबियस स्ट्रिप भनेर भन्छ। त्यस्तो खालको ज्योमेट्रीमा त्यो भेक्टरलाई हिँडायो भने हेर्दाखेरि बाहिर पुगिहाल्छ, फेरि भित्र आउँछ। त्यो युक्लिड ज्योमेट्री हुन्छ त्यस्तो किसिम है। त्यो चाहिँ नन युक्लिड ज्योमेट्री भन्छ। यहाँ कन्सेप्ट आइसकेको छ। यो ज्योमेट्रीले पनि भन्दो रहेछ साँच्चै ग्राभिटी फिल्डमा पनि त्यो देखिरहेको रहेछ। फ्री फल ए र बीले पनि त्यो भेट्यो। नेक्स्टमा सो अब यही हनुमानले खाएको जस्तै यो अब यो के हुन्छ, हनुमानले यो पक्कै खाइदियो होइन। अब के हुन्छ, अर्थलाई के हुन्छ, नेक्स्ट गरौँ। यहाँ हेर्नुहोस्, सनबाट यहाँसम्म लाइटको डिस्टेन्स अनुसार 8.32 सेकेन्ड लाग्छ यहाँसम्म पुग्न, र त्यो सेकेन्डपछि चाहिँ यहाँबाट चाहिँ भाग्नुपर्छ। तर योभन्दा अगाडि हामीले जति पनि मुभीहरूमा हेऱ्यौँ, केहीमा हेऱ्यौँ भने के गर्छ, सन डार्क भयो भने चाहिँ के हुन्छ त, त्यही टाइममा इभेन्चुअली एट द्याट टाइम होइन पार्टिकुलर टाइममै अर्थ चाहिँ स्केप भएको देखिन्छ। तर होइन रहेछ, के रहेछ त भन्दाखेरि सनबाट चाहिँ अर्थसम्म चाहिँ के हुन्छ त, यो डिस्टेन्स चाहिँ लाइटको अनुसार चाहिँ के हुन्छ, ग्राभिटीसँग चाहिँ इन्ट्रेक्सन रहेछ भन्ने यहाँबाट बुझ्यो। र यो 11 मा सोधिने क्वेसन चाहिँ यो व्हाट विल ह्यापन टु अर्थ व्हेन सन टर्न्स टु ब्ल्याक होल भन्ने तपाईहरुले नाम सुन्नु भएको छ होला, स्वार्चन रेडियस भनेर। यो यदि इनकेस चाहिँ यो ब्ल्याक होलमा कन्भर्ट भयो भने उसको स्वार्चन रेडियस यो सनको बराबर हिसाब गर्यो भने 2.9 किलोमिटर मात्र बन्छ, त्योभन्दा बढी बन्दैन। सो इभन होराइजनमा पर्दैन, अर्थ पनि पर्दैन, मर्करी पनि पर्दैन, कुनै पनि पर्दैन। सो यसको पोजिसन जस्ताको तस्तै बन्छ, तर यसको नजिक इभेन्ट होराइजनको नजिक इभेन्टमा यो पुगेको भए यसले इन्गल्भ गर्थ्यो, यसले इन्गल्भ कुनै प्लानेटलाई गर्दैन। नेक्स्ट गरौँ। यहाँबाट कन्क्लुजन हामी है नेक्स्ट गरौँ। यो एक्सपेरिमेन्टबाट हामीले कन्क्लुजन ड्र गर्नु पर्यो, किनभने हामीले साइन्स गर्दैछौँ तर एक्सपेरिमेन्ट गर्दाखेरि कन्क्लुजन चाहियो। सो कन्क्लुजनहरू के छन्, क्वेसनहरू के त भन्दाखेरि यो लिकी बोटल र डेरिभेटिभको टर्मबाट हामीले के कुरा बुझ्यौँ भन्दाखेरि यस्तो हुन्छ। सबै यहाँबाट के कुरा बुझ्यौँ भन्दाखेरि फर्स्टमा म मुनिबाट भन्छु जियोडेसी। तपाईहरुले जियोडेसी भन्ने बित्तिकै के हो, सर्टेस्ट डिस्टेन्स। किन कुनै पनि स्ट्रेट लाइनमा भए स्ट्रेट लाइन आफैमा सर्टेस्ट डिस्टेन्स हैन, ग्रेट सर्कल भनेको आफैमा सर्टेस्ट डिस्टेन्स। सो त्यही भएपछि कुनै पनि ज्योमेट्रीमा कुनै पनि ज्योमेट्री नन युक्लिडियन ज्योमेट्री होस्, तिनीहरुमा चाहिँ के हो, सर्टेस्ट डिस्टेन्स भनेको जियोडेसी। जहिले पनि जियोडेसी चाहिँ पाथले फलो गर्छ, सर्टेस्ट डिस्टेन्स फलो गर्छ। अर्को भनेको सबै एक्सपेरिमेन्टमा वेटलेसनेस छ र अघि भनेको जस्तै त्यो टम एन्ड जेरीकोमा जस्तै के छ भन्दाखेरि यसको पनि लोकल ग्राभिटी इफेक्ट भ्यानिस वान्स फ्री फल। तपाई
त्यस्तो खालको युनिफर्म ग्राभिटी है नन युनिफर्म ग्राभिटीमा होइन कि युनिफर्म ग्राभिटीमा कुनै पनि अब्जेक्ट फ्री फल भइरहेको छ भने त्यो अब्जर्भर त्यो भित्र अब्जर्भर छ भने त्यसले जहिले पनि के हुन्छ त ग्राभिटी चाहिँ फिल्ड चाहिँ नलिफाई हुन्छ र त्यो पार्टिकलले जहिले पनि जियोडेसिक चाहिँ उसले जहिले पनि म्याथमेटिकली होस् या त्यो नेचरमा होस् त्यसले फलो गर्छ सो डिस्टर्सन अफ स्पेस ड्यू टु टाइडल इफेक्ट अघि तपाईँहरूले नै भन्नुभएको होला टाइडल इफेक्ट होइन त्यो चाहिँ नाम चाहिँ भेग जस्तो देख्ने भएर मैले सिम्प्लिफाई गरेँ सो एक्सपेरिमेन्ट 1 र 4 मा चाहिँ हाम्रो के हो त्यस्तो खालको हामी कन्क्लुजन ड्रा गर्छौँ नेक्स्ट अब अर्को चाहिँ यो एन्ड र बिग सर्कल बिग स्क्वायरबाट हामीले के कुरा बुझ्यौँ भन्दाखेरि कर्व ज्योमेट्री एन्ड स्पेस ज्योमेट्री कर्व र के हुन्छ ज्योमेट्री स्पेस र यो कर्वको बारेमा हामीले बुझ्यौँ टाइडल फोर्सको बारेमा बुझ्यौँ थोरै के भन्दाखेरि स्पेस यो सर्कलहरू र स्क्वायरहरूको के हुन्छ त सेपले बिगार्दियो त्यही भएर अर्को कुरा के बुझ्यौँ भन्दाखेरि कन्क्लुजनमा चाहिँ नन युक्लिडियन ज्योमेट्रीको बारेमा बुझ्यौँ जुन चाहिँ ट्रायंगलको इन्टरनल एंगलको सम जहिले पनि 180 हुनुपर्ने त्यो भन्दा बढी भेटिँदो रहेछ त्यो भन्दा अझै पनि भेटिन्छ कारण चाहिँ के हो नन युक्लिडियन ज्योमेट्रीको कस्तो खालको ज्योमेट्रीमा हामी छौँ त्यो कुरा हामीले बुझ्यौँ प्यारलल ट्रान्सफरको बारेमा बुझ्यौँ त्यो जुन एंगल त दुवैको बीचमा 0 हुनुपर्ने 0 नहुने रहेछ त्यसलाई भन्छ जियोडेसिक डेभिएसन भनेर भन्छ त्यो जियोडेसिक डेभिएसनले गर्दाखेरि त्यो डिफरेन्ट एंगलहरू आउँछन् जसले गर्दाखेरि त्यो कस्तो खालको त्यहाँ हामीलाई थाहा छैन त्यहाँ इन्भिजिबल मास छ भने पनि त्यहाँमा चाहिँ हामीले थाहा पाउन सक्छौँ पाइपले त्यहाँ त्यस्तो किसिमको ज्योमेट्री छ भनेर थाहा पाउन सक्छौँ नेक्स्ट र यो सन भ्यानिस र सन टर्न इन्टु ब्ल्याक होल भनेर जुन एउटा कन्क्लुजन के बुझिन्छ भन्दाखेरि एक्सन एट द डिस्टेन्स भन्ने कुरा हामीले बुझ्यौँ न्युटनले के कन्क्लुजन दिएको थियो भन्दाखेरि यदि सन भ्यानिस भयो भने एट द्याट मोमेन्ट के हुन्छ अर्थ पनि त्यो ठाउँमा उम्किनु पर्छ अब त्यो आर्किमिडीजले फलक्रमबाट राखेर लिभरबाट यसो चलाएको जस्तो भयो एट डिस्टेन्स त्यो नहुने रहेछ धेरै टाढा भयो भने धेरै कुराहरू आउँछ जस्तै हाम्रो अमित सरले पनि भन्नु होला इतिहास प्याराडक्सको कुराहरू पनि यो एक्सन एट डिस्टेन्स कुनै बेला गर्छ कुनै बेला गर्दैन क्या ग्राभिटी फोर्स डजन्ट इन्टरेक्ट इन्स्ट्यान्टेनियसली त्यो लिभरले जस्तो इन्स्ट्यान्टेनियसली हुँदैन रहेछ त्यो बुझाइले गल्ती रहेछ सो ब्ल्याक होल डजन्ट इन्भल्भ अल द अब्जेक्ट कन्सेप्ट अफ इभेन्ट होराइजन अर स्वाल्टर रेडियसको बारेमा थोरै कुराहरू यहाँबाट डेभलप नेक्स्ट अब यहाँबाट के डेभलप भयो भने रिडिस्कभरी अफ ग्राभिटी ग्राभिटीको अघिसम्मको के हो त आइडियाहरू कन्सेप्टहरू कन्सेप्टलाइजेसन भएका थटहरू सबै चिजहरू के हो चेन्ज भयो यो कति भयो लगभग 100 वर्ष 110 वर्ष जस्तो भयो होइन नयाँ डेभलप भयो सो नेक्स्ट राइट So gravity isn't a force as defined by Newton, but it emerges from interaction of space and matter. अर्को स्पेस यो एकदमै फेमस भयो स्पेस एक्ट्स अन म्याटर टेलिङ इट हाउ टु मुभ यो व्हीलर भन्ने लेखेको भयो इट टर्न म्याटर रियाक्ट ब्याक अन स्पेस टेलिङ इट हाउ टु मुभ भन्छ है स्पेस र म्याटर त नछुट्ने रहेछ यहाँबाट हाम्रो यत्रो हट एक्सपेरिमेन्टबाट हामीले कन्क्लुजन निकाल्न सक्छौँ यसको कन्सिक्वेन्सेस के हो त यो साँच्चै हट एक्सपेरिमेन्ट मात्र हो कि यो सही हो कि गल्ती हो त भन्दाखेरि योबाट हामीले के कुरा बुझ्यौँ भन्दाखेरि आइन्स्टाइनको म्याथमेटिक्स र यो हट एक्सपेरिमेन्टबाट चाहिँ यदि त्यही पृथ्वीमा यो हाइटमा बस्ने क्लक र यो भन्दा माथि बस्ने क्लकको टाइम नै फरक हुन्छ टाइम डाइलेसन रिलेटिभिस्टिकली मात्र होइन कि ग्राभिटी फोर्सले गर्दाखेरि पनि टाइम डाइलेट हुँदो रहेछ एउटा सक्सेसफुल जसले गर्दाखेरि जीपीएस सिस्टम जीआर राख्नुभन्दा अगाडि एटोमिक क्लकले गल्ती टाइम दिइरहेको थियो जीआर इन्ट्रोड्युस भइसकेपछि एटोमिक क्लकले एक्युरेट टाइम दियो सो त्यसको एप्लिकेसन यो पनि इन्ट्रेस्टिङ तपाईहरुले रेड शिफ्ट
कति तरिकाबाट हुन्छ रेडसिफ्ट रिलेटिभिस्टिक हुन्छ है थाहा छ रिलेटिभिस्टिकली रेडसिफ्ट हुन्छ अर्को रेडसिफ्ट कसरी हुन्छ अर्को रेडसिफ्ट कस्मोलोजिकल रेडसिफ्ट हुन्छ जस्तै मुभिङ स्टार छ भने हबल लले भन्ने जस्तै मुभिङ स्टार आफूभन्दा टाढा गयो भने स्टार के हुन्छ रेड शिफ्टेड हुनु पर्यो आफ्नो नजिक आयो भने के हुन्छ के हुनु पर्यो ब्लू शिफ्टेड हुनु पर्यो सो ग्राभिटेशनल रेड शिफ्ट म्याथमेटिकली यो थर्ड एक्सपेरिमेन्टबाट के देखियो भन्दाखेरि यसरी यो भएको यो नजिक भयो भने चाहिँ यो वेभलेन्थहरु घटेर चाहिँ यहाँ ब्लू भयो टाढा गयो भने रेड शिफ्टेड हुन्छ भनेपछि स्पेशल रिलेटिभिटी मात्र होइन कि जेनरल रिलेटिभिटीमा पनि यो के हुन्छ वेभलेन्थहरु चेन्ज हुँदो रहेछ भनेर देखियो योबाट चाहिँ धेरै ब्रेकथ्रु भयो यो आइडिया लगाएर हब्बलले आफ्नो ल डेभलप गर्यो नेक्स्ट अब यो पनि अघिको फेमस एक्सपेरिमेन्ट नै हो 1919 को के हो यो अर्थ भयो यो सन भयो र स्टार यसको पछाडी हो तर के भयो स्टारको लाइट त यस्तो पर भएर आउँछ अब यो भन्दा अगाडि कन्सेप्ट के थियो भन्दाखेरि फोटोन पनि मासलेस पार्टिकललाई पनि कुनै पनि मासले पनि अट्र्याक्ट गर्छ न्युटनको फर्मुलामा राख्यो भने F = gm/r²। एउटा मास के छ 0 छ मासलेस हो नि त फोटोन 0 राख्यो भने फोर्स के भयो 0 तान्दै जतिसुकै केप्लर लगाऊ हामीले जेसुकै लगाऊ फोर्सै छैन फोर्सै लाग्दैन भनेपछि नतान्नु पर्ने तर 1919 मा जुन अगाडिको मैले देखाएको स्लाइडमा के थियो त्यो शिफ्ट भइसकेको थियो नि त किन यसरी चाहिँ के हो यो चाहिँ रेड चाहिँ अपरेन्ट शिफ्ट छ कारण किन हो फोटोन पनि मासलेस पार्टिकल भए पनि सनको कर्वेचर स्पेस टाइम कर्वेचरमा उ अघिको बाइसाइकलले हिँडेको जस्तै हिँड्न त सिधै हिँड्न खोजेको हो त्यसमा के भयो परले गर्दाखेरि यसरी चाहिँ देखियो अपरेन्ट देखियो त्यसले चाहिँ आर्थर एडमले रोल गर्यो सो यो पनि सक्सेसफुल कन्सिक्वेन्सेस भयो नेक्स्ट टाइडल इफेक्ट्स एन्ड जियोमेट्री यो टाइडल इफेक्ट भनेको चाहिँ यसमा दुई किसिमको छ एउटा चाहिँ यो ग्राभिटी वेभ भनेको अहिले अब भनौं न बाहिर मेबी यो हावाहुरी चलिरहेको छ कारण किन त भन्दाखेरि यो टाइममा यो सिजनमै हावाहुरी किन लाग्छ फिजिक्स अनुसार क्वेशनको एन्सर पनि चाहियो किन भन्दाखेरि यो मुन नजिक हुनु पर्यो पहिलादेखिको लजिक नै र अर्थ चाहिँ सनको नजिक भयो भने यो एटमोस्फियरलाई चाहिँ यसरी बल्जिङ गर्नेछ यो ग्राभिटेसनले गर्दाखेरि त्यो डेभलप हुनेलाई नै इफेक्टलाई चाहिँ टाइडल इफेक्ट भनेर भन्यो र त्यसलाई चाहिँ नाम चाहिँ बोइन्सी वेभ अथवा ग्राभिटी वेभ भनेर भन्छ क्लाउडको सेप चाहिँ त्यो दशैं तिहारमा देखिने रमाइलो खालको सेपहरु देखिने कारण चाहिँ यसलाई भन्छ ग्राभिटी वेभ अघि भनेको जस्तै के थियो त भन्दाखेरि सेपहरु चेन्ज हुँदो रहेछ कारण के हो त्यो सबै सेन्टरमै जाने त्यो मासको कर्वेचरले गर्दाखेरि सेपहरु चेन्ज हुने सो यसमा पनि यो नजिक गयो भने यसकोले गर्दाखेरि यो इफेक्टले गर्दाखेरि यो सेपहरु कन्स्ट्यान्टली चेन्ज हुन्छ यो कन्स्ट्यान्टली मर्ज नहुन्जेलसम्म यसरी आफ्नो अर्बिटमा घुम्यो भने यो सेपमा चेन्ज हुँदै जान्छ र इभेन्चुअली कस्तो देखिन्छ इभेन्चुअली गरौँला नेक्स्ट यो मर्ज भइसकेपछि चाहिँ नेक्स्ट स्लाइड हो यो सिङ्गो चाहिँ अर्को एउटा चाहिँ मासमा कन्भर्ट हुन्छ र यहाँबाट के कन्क्लुजन अर्को पनि आउँछ भन्दाखेरि हामीले बुझेको सम क्लासिकल सम चाहिँ गल्ती हुन्छ के हो 30 + 30 = 60 हुनुपर्छ यो किन यो त सबैले भन्छ तर यहाँ 30 सोलर मासको यो ब्ल्याक होल र अर्को 30 सोलर मासको ब्ल्याक होल मर्ज गर्यो भने 60 सोलर मास बन्दैन यो पनि लाइगोले चाहिँ 2015 मा भेरिफाई भइसक्यो भनेपछि के हो यहाँसम्म यो कार्टुन मात्र हो तर यसबाट नोबेल प्राइज पनि पाइसक्यो भनेपछि के रहेछ भन्दाखेरि स्पेस टाइममा यसरी दुईटा चाहिँ सम चाहिँ 30 + 30 भनेको 60 हुनुपर्ने 60 नभइकन यो मासलाई भनिन्छ चर्क मास भनेर भनिन्छ यो चर्क मासले गर्दाखेरि यो फाइनल चाहिँ मास चाहिँ यो चाहिँ 60 नभइकन थोरै कम हुन्छ सो यो पनि एउटा चाहिँ बिग एचिभमेन्ट कस्टोबाट भयो जीआर को कन्सेप्ट हो अर्को एचिभमेन्ट हो यो सबैले देख्नुहुन्छ अब अरु यो एचिभमेन्ट्सहरु कन्फर्मेसन अफ द एक्जिस्टेन्स अफ ग्राभिटेशनल वेभ
ठ्याक्क 100 वर्ष लाग्यो लाइगोले डिटेक्ट गरेर प्रुभै गर्नको लागि ग्राभिटेसनल वेभ छ र डिटेक्सन अफ द फ्लक्चुएसन अफ कस्मिक ब्याकग्राउन्ड रेडिएसन CMB रेडिएसन भनेर यसमा पनि नोबेल प्राइज नै पाएको सो अर्को चाहिँ आइडेन्टिफिकेसन अफ द क्यान्डिडेट्स अफ ब्ल्याक होल्समा पनि नोबेल प्राइज अघि सुरुमा हामीले भिडियो हेर्यौँ पेन्रोजले यङ टाइपमा बनाएको बुढेसकालमा नोबेल प्राइज पायो होइन ब्ल्याक होल्स आर नो लङ्गर अ थियोरिटिकल तपाईहरुले सुन्नुभएको होला ब्ल्याक होल नाम कहाँबाट आएको हो थाहा छ है ब्ल्याक होल चाहिँ एक्चुअली चाहिँ ब्रिटिसहरुले इन्डियनहरुलाई कलकत्तामा चाहिँ पनिशमेन्ट दिनलाई उनीहरुले नामै यो के हुन्छ त भन्दाखेरि ब्ल्याक होल जेल हो एकदमै कालो एकदमै डार्क त्यहाँ केही नै लाइट नआउने त्यो इन्डियनहरुलाई टर्चरै गर्नलाई राखेको त्यसलाई नाम दियो ब्ल्याक होल त्यहाँबाट चाहिँ लगेर ब्रिटिसहरुले चाहिँ अब सबै यो रोयल सोसाइटी एस्ट्रोनोमरहरु नै ब्रिटिसहरु भइहाले तिनीहरुले नाम यसपछि ब्ल्याक होल भनेर नाम राखे सो ब्ल्याक होल चाहिँ कहाँबाट आयो भन्दाखेरि त्यो जेलबाट आएको ओके अब अर्को कुरा युजिङ द ग्राभिटी लेन्सिङ एज अ practical astronomical tools इन्भेस्ट गर्छ स्ट्रक्चर अफ द ग्राभिटी चाहिँ यो चारैवटामा नोबेल प्राइज पाएका छन् चारै विधामा सो सबै एउटै थर्ड एक्सपेरिमेन्ट हो त्यो इक्विभ्यालेन्ट प्रिन्सिपल हो जाउँ त त्यो हामी अब रिभिउ गर्छौँ इक्वेसन द्याट चेन्ज द थट अफ द ग्राभिटी हैन जाउँ त्यो प्रिन्सिपल अफ इक्विभ्यालेन्ट सबै सो यो जम्मैबाट कन्क्लुजन के आयो भन्दाखेरि प्रिन्सिपल अफ इक्विभ्यालेन्स भन्दो रहेछ जति पनि एक्सपेरिमेन्टको एउटै मात्र कन्क्लुजन के हो फ्री फलिङ इन द ग्राभिटेशनल फिल्ड इज लोकली इक्विभ्यालेन्ट टु देयर बिङ नो ग्राभिटेशनल फिल्ड ग्राभिटेशनलै छैन त्यो प्रिन्सिपल अफ इक्विभ्यालेन्टको पहिलो अर्को युनिफर्म ग्राभिटेशनल फिल्ड इज इक्विभ्यालेन्ट टु युनिफर्म एक्सेलरेसन अर्को ग्राभिटेशनल मास र इनर्शियल मास आर सेम सुरुमा आइन्स्टाइनले भन्नुभन्दा अगाडि थिएन इनर्शियल मास भनेको छुट्टै ग्राभिटेशनल मास भनेको छुट्टै भनेर भन्थ्यो पछि यो सेम भयो स्पेस टाइम इज लोकली फ्ल्याट हुन्छ नन फ्ल्याट स्पेस यो चाहिँ लोकली फ्ल्याट हुनुपर्छ भन्ने कुराहरू इट रिभर्स ओन्ली टु द ट्र्याजेक्टरी अफ फ्री फलिङ पार्टिकल जियोडेसीको कुरा गर्छ नेक्स्ट यसले यो जियोडेसीको इक्वेसन दिन्छ तपाईहरु मध्ये कसैले यो इक्वेसन एन्सरको थाहा छ भने सुरुको यो के छ माध्यमिक इक्वेसन चाहिँ के हो जियोडेसी इक्वेसन भयो G00 भनेको चाहिँ के हो टाइमको लागि भयो G00 बाट चाहिँ यो सुरु भएर यो के हुन्छ अब हाम्रो अर्को कम्प्लेक्स म्याच आउँछ यो चाहिँ रिमाइनेन्ट टेन्सर भन्छ आर भनेको रिपिट टेन्सरहरु यो सबै टेन्सरहरु चाहिँ टी म्यु भनेको चाहिँ स्ट्रेस टेन्सर यो अघिकै म्याथ्सहरुलाई डेभलप गर्यो भने चाहिँ यस्तो खालको म्याथ्स आउँछ र फाइनल इक्वेसन के डेभलप हुन्छ भन्दाखेरि यो एकातिर बसिन्छ यो सबै यो यस्तो टर्महरु टी म्यु चाहिँ लेफ्ट ह्यान्ड साइडमा बसिन्छ नेक्स्ट गर्नु एकातिरकोले कर्वेचर दिन्छ अर्कोतिरले कन्टेन्ट दिन्छ यसले चाहिँ यस्तो खालको इक्वेसन दिन्छ र यसले चाहिँ यस्तो दिन्छ सो यसले कन्जर्भेसन इक्वेसन सबै फलो गर्छ र अन्तिममा यो इक्वेसनलाई भन्छ के हो आइन्स्टाइन फिल्ड इक्वेसन भनेर भनिन्छ लेफ्टले के दिन्छ कर्वेचर अफ द स्पेस टाइम कर्वेचर अफ स्पेस टाइम डिटरमाइन्ड बाइ द मेट्रिक G हाउ स्पेस टाइम इज कर्व्ड र एकातिरकोले के दिने भयो म्याटर एनर्जी कन्टेन्ट व्हिच कजेस द कर्वेचर हैन योले चाहिँ हेर्दाखेरि एकदमै सिम्पल इक्वेसन र पावरफुल यसको चाहिँ के हुन्छ एप्लिकेसनहरु हामीले हेरिसक्यो यो यसको चाहिँ इमिडिएटली यो निकालेको इमिडिएटली 3 मन्थ्स मै कार्ल श्वार्ट्जले यसलाई सल्भ गर्यो यसबाट चाहिँ सल्भ गरिसकेपछि कार्ल श्वार्ट्जले सल्भ गरेकोबाट के देखियो भन्दाखेरि यो चाहिँ पहिलो ब्ल्याक होलको चाहिँ फर्मुला बन्यो म्याथमेटिकल इक्वेसन बन्यो यो चाहिँ के हो त श्वार्ट्ज रेडियस भनेर देखियो त्यसमा चाहिँ के हुन्छ त इभेन्ट होराइजन पछि गयो यहीँबाट आउँछ सो त्यो पहिलो इक्वेसनलाई सल्भ गर्यो भने यो देखिन्छ अर्को यही इक्वेसनलाई सल्भ गर्यो भने रोबर्टसन वाल्टर मेट्रिक बन्छ जसले चाहिँ कस्मोलोजीको होल अलमोस्ट अल कस्मोलोजीको डिफाइन गर्ने इक्वेसन चाहिँ यहाँ देखियो जस्तै ओपन यो कस्मोलोजी चाहिँ ओपनको छ कि क्लोजमा छ कि या फ्ल्याटमा छ कि भनेर यसले दिने इक्वेसन यही नै हो अर्को इक्वेसन ग्राभिटेशनल वेभ इक्वेसन यहाँबाट देखिने भयो अहिलेलाई सल्भ गर्यो भने लिनियराइज गर्यो भने यस्तो खालको के हुन्छ वेभ इक्वेसन देखिन्छ
र नेक्स्ट र सो यसबाट चाहिँ के अन्डरस्ट्यान्डिङ हाम्रो के आयो त भन्दा इक्वेसन सल्भ गरेर यी हट एक्सपेरिमेन्टबाट सल्भ गरेर हाम्रो के चाहिँ देखियो भन्दाखेरि के भयो यो चाहिँ म्यापिङ गर्न सजिलो भयो यो चाहिँ हामीले के गर्यो त भन्दाखेरि यो प्लान्ट टेलिस्कोपले मेजर गरेको जति पनि छ यो चाहिँ बिचको चाहिँ इक्वेटर लाइन भयो यो भनेको मिल्की वेको हिसाबमा इक्वेटर लाइन भयो तल र माथि आरए र बेग अनुसार चाहिँ यो बनाएको चाहिँ योबाट के देखियो भन्दाखेरि यसरी चाहिँ एक्सपान्डिङ छ युनिभर्स चाहिँ एक्सपान्डिङ भइरहेको छ यसलाई भन्छ टेक्निकल नाम चाहिँ हबल टेन्सन भनेर भन्छ हबल टेन्सन चाहिँ के हुन्छ इभेन्चुअली भइरहेको छ किन भइरहेको छ यो बिग क्वेसन छ अहिले पनि नेक्स्ट चाहिँ यो भिजिबल लाइटबाट चाहिँ हेर्यो भने यस्तो देखिन्छ ब्रह्माण्ड अर्को चाहिँ आइआरबाट हेर्यो भने यो ब्रह्माण्ड यस्तो देखिन्छ युभीबाट हेर्यो भने ब्रह्माण्ड यस्तो देखिन्छ गामा रेबाट हेर्यो भने ब्रह्माण्ड यस्तो देखिन्छ यो पोप टेलिस्कोपबाट यो के हुन्छ सीएमबी कोबाट हेर्यो भने यो ब्रह्माण्ड भन्ने तरिकाबाट देखिन्छ र के हुन्छ जीआरबी मात्र हामीले राख्यौं भने जीआरबी मात्र यो स्विफ्ट टेलिस्कोपबाट चाहिँ निकालेकोबाट जीआरबी मात्र हेर्यो भने ब्रह्माण्ड यस्तो देखिन्छ र अर्को नेक्स्ट जीडब्ल्यूबाट हेर्यो भने चाहिँ अब कस्तो देखिन्छ त जीडब्ल्यू त लेटेस्ट भयो जीडब्ल्यूबाट ग्राभिटेशनल वेभबाट हेर्यो भने कस्तो देखिन्छ यो सिग्नललाई भनिन्छ चर्प सिग्नल यहाँनिर चाहिँ ठ्याक्क दुईटा चाहिँ ब्ल्याक होल या ब्ल्याक होल न्युट्रोन स्टार या न्युट्रोन स्टार चाहिँ मर्ज भएको टाइम यहाँ भयो यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि यो चाहिँ रिङ डाउन भनेर भन्छ बिस्तारै यो अर्बिट चाहिँ हुँदै गर्दाखेरि यो फ्रिक्वेन्सी यस्तो देखिन्छ र अन्तिममा चाहिँ चर्प सिग्नल चाहिँ यस्तो देखिन्छ यो चाहिँ फर्स्ट चर्प सिग्नल जसमा चाहिँ नोबेल प्राइज पाएको चर्प सिग्नल भयो सो यसलाई नै अहिलेको चाहिँ ब्रह्माण्ड अब कस्तो देखिन्छ नेक्स्ट स्लाइड यहाँ हेर्नुहोस् तल हामीले हेर्यौँ भने चाहिँ यही भयो यो दुई सोलर मास भयो है दुई सोलर मास र यहाँको मुनिको जोड्यौँ भने आउनुपर्ने 3 जस्तो देखिन्छ तर कम भयो जति पनि यो फिगर यो देखाइरहेको चाहिँ यो मर्ज भयो यो मर्ज भयो यता आयो यो लाइनको हो आफ्नो अफिसियल वेबसाइटबाट मैले दिएको जीडब्ल्यूटीसी भनेको चाहिँ उसको क्याटलग 2 को हो यो अगाडिको भयो अब को निस्किने बेला भइसकेको छ यो र यो मर्ज हुँदाखेरि यो देखियो यो र यो मर्ज हुँदाखेरि यो देखियो तर के देखियो अघिको भनेको जस्तै हिसाब चाहिँ के हुन्छ त 2 + 2 = 4 हुँदैन रहेछ ग्राभिटेसन यो के हुन्छ फिजिक्समा चाहिँ फरक देखिँदो रहेछ यो चाहिँ एक्सपेरिमेन्टले भेरिफाई हुन्छ नेक्स्ट स्लाइड यो फर्स्ट इमेज M87 सुरुमा हामीले हेर्यौं M87 को यो EST इभेन्ट होराइजन टेलिस्कोप सबै एरे टेलिस्कोप भएकोबाट यो रिकन्स्ट्रक्सन यो एक्चुअल इमेज चाहिँ रिकन्स्ट्रक्सन इमेज भन्छ यो इमेजबाट हामीले के देख्यौं त भन्दाखेरि फर्स्ट ब्याकको इमेज देख्यौं त्यसले गर्दाखेरि पिएन रोजले लोन प्राइज पायो र नेक्स्ट स्लाइड र यही सबै इलिमेन्टहरु हामीले ब्रह्माण्डमा भेटिने इलिमेन्टहरुलाई पिरियोडिक टेबलमा राख्यो भने कुन इभेन्टबाट देखिन्छ भनेर यहाँ यो समग्र पिरियोडिक टेबल जस्तो बनाइदिएको छ कुनै मर्जरबाट देखिन्छ त भनेपछि कुनै एक्सप्लोजनबाट देखिन्छ त कुनै अर्को तरिकाबाट एस प्रोसेस आर प्रोसेस भन्ने प्रोसेसहरु छन् त्यो प्रोसेसबाट चाहिँ यी सबै इलिमेन्टहरु हामी पिरियोडिक टेबलका ब्रह्माण्डमा पनि देखिन्छ भनेर देखाउनु नेक्स्ट र बियोन्ड आइन्स्टाइन अब आइन्स्टाइनको थर्ड एक्सपेरिमेन्टले यो त सबै जबले भयो तर आइन्स्टाइनको सबै चीजहरु राइट हो हैन अझ पनि क्वेशन छ बियोन्ड आइन्स्टाइन के हो त बियोन्ड जनरल रिलेटिभिटी एक्सप्लोर ओपन क्वेशन डार्क प्याटर्न अहिलेसम्म सल्भ भएको छैन कस्मिक एक्सप्रेसन अहिलेसम्म सल्भ भएको छैन क्वान्टम स्ट्रक्चर अफ स्पेस टाइम क्वान्टम ग्राभिटी कुरा अहिलेसम्म सल्भ भएको छैन इन्फर्मेसन प्याराडक्स अहिले पनि सल्भ भएको छैन ब्ल्याक होलको इन्फर्मेसन प्याराडक्स अहिलेसम्म भएको छैन थुप्रो अरू प्रब्लमहरु पनि अहिलेसम्म सल्भ भएको छैन जीआर त्यही मात्र हो कि यो फर्दर चेन्ज हुनुपर्ने हो बिग क्वेशन आइरहेको छ यसलाई अझ पनि अल्टरनेटिभ थ्योरीजहरु दिइरहेको छन् जेनरल थ्योरी अफ रिलेटिभिटी हामी अब समयमा अब केहरु फेरि हामी हेर्न पाउँछौँ होला नेक्स्ट सो फाइनल लाइन चाहिँ के छ त भन्दाखेरि न्युटन्स भ्यूले के भन्छ मास टेल्स ग्राभिटी हाउ टु एक्जर्ट अ फोर्स टेल्स मास हाउ टु एक्सलरेट अब आइन्स्टाइनको भ्यूमा के छ मास एनर्जी टेल्स स्पेस टाइम हाउ टु बट प्रोफेसर टेल्स मास एनर्जी हाउ टु
final line, gravitation is not responsible for people falling down. है यो चाहिँ होइन अन्दै मेरो टक नेक्स्ट स्लाइड यही समय